चाहिँ यहाँ सुन्दरी जलको झरना गइरहेछौँ। यहाँ म छु, यहाँ गोमा दिदी हुनुहुन्छ, यहाँ मेरो दिदी निर्ता दिदी, दिदी अरुणा दिदी, यता हुनुहुन्छ हाम्रो डनहरू, 4 जना डनहरू। लुगा यहाँ सुरेश लिम्बू, टङ्कल लिम्बू हल्साब, यहाँ कुशल श्रेष्ठ, यता मिलन दाई। हामी यहाँ झर्ना हेर्न आएको। वेलकम टु माई न्यू भिडियो गाइस। आज चाहिँ हामी झरना घुम्न गइरहेको छौँ। हेर्न सक्नुहुन्छ हाम्रो साथमा चाहिँ एक्सट्रिमको साथमा। सो गाइस अब हामी चाहिँ यस्तै यस्तै झर्ना हेर्न आएको हामी यहाँ। अर्को दिदी पनि आउँदै हुनुहुन्छ। यहाँ झर्ना छ। देखेँ। झरना हेर्न सक्नुहुन्छ गाइस, हाम्रो झरना आइसकेको छ। हाम्रो टङ्कु दाइलाई फेरि बसर झर्नै मन थिएन अरे। झर्ना यहाँ टिकट काट्ने ठाउँमा आइसकेको छु। यहाँ दिदीहरू यहाँ चाहिँ 5.5 किलोमिटर 7 गराउँछ। यहाँ गोमा दिदी यहाँ छु। टिकट चाहिँ यहाँ काट्ने ठाउँ रहेछ टिकट। अब एकछिन त्यहाँ यहाँदेखि 2 घन्टा जस्तो लाग्दो रहेछ हिँडेर। सुई हिँड्ने नि त गाइस। हामी चाहिँ यहाँ बसिरहेको छौँ यसरी। चाहिँ के किन्दै हुनुहुन्छ? के किन्नु भएको? गाइस हाम्रो दिदी आइसक्नु भयो। उहाँलाई पर्खिने यत्रो टाइम लाग्यो अहिलेसम्म। उहाँलाई पर्खेको आइभन्नु न त यहाँ। बल्ल अब जाँदैछौँ अब चाहिँ हामी माथि माथि। यस्तो रहेछ ठाउँ। तपाईँसँग 10 जना भयौँ। गए टङ्कु दाइ। जाँदैछौँ अब यता। अलिक अग्लो अग्लो रहेछ ठाउँ। जस शीतलै छ। हामी जाँदैछौँ। राम्रै छ रहेछ जस्तो छ। यसो जाँदाखेरि शीतल शीतल चाहिँ आउनु मात्रै। बसमा आउँदा चाहिँ गर्मी भएको थियो। अहिले चाहिँ शीतलै छ। अहिले चाहिँ शीतलै छ ठाउँ। हजुर तपाईँलाई पौडी खेल्न आउँछ कि आउँदैन त्यो चाहिँ पहिले भन्नु न। त्यहाँ बस्ने नि गएर चिसोमा दिइरहेछ कुकुरले। यस्तो रहेछ यहाँ चाहिँ घुम्ने ठाउँ त राम्रै छ जस्तो छ। यसरी बाटोमा सेकुवा नि पोल्दो रहेछ। सुँगुरको पोर्क सेकुवा। हामी चाहिँ कता अरे ओखरिन झर्ना नि दिदी? ओखरिन झर्ना जाँदैछौँ। आँटिरहेको छु। अब बाटो हुँदाहुँदै हामी एकदम ठाडो बाटो सर्टकट बाटो अपनाएर जाँदैछौँ। गीत बजाउँदै हिँडिराख्नु भएको छ। यहाँ चाहिँ माछ अहिले फेरि हल्सा गुड तिम्रो। स्याबास। टङ्कु दाई मिलन दाईहरूको साथी हो यो चाहिँ। सुरेश दाईको साथी हो। सुरेश दाई, मिलन दाई, कुशल, हामी चाहिँ अब यतै बस्ने निर्णय गरेको छौँ। यतै बसेर यसो खानपिन गर्ने हामी। यहाँ उता जाने उयो गर्नु भएन। झर्ना त अलिक टाढा भयो अरे। अब यतै बसेर खाने हो के जति। हामी यहाँ जुत्ता खोलेर एकछिन चिसोमा पानीमा खुट्टा भिजाएर हेर्न हिजो ठोकेर यहाँ कस्तो भएछ। पुरा डुबाइसके यस्तो छ पानी यहाँ उहाँहरू चाहिँ हेर्दै हुनुहुन्छ। हेलो भनिदिनु सबैले। हामी चाहिँ अब एकछिन यहाँ पानीमा खेल्छौँ अनि फर्किने। सुलुलु भन्न फेरि रुङ्गा। यसरी खाना रेडी हुँदैछ। चिसो बनाउँदैछौँ। गिचे
भ्योमा भन्ने को रहेछ जब हामी यहाँ सकिसकेर हिँडेको अब आफ्नो उयोतिर हिँडेको उता दाइहरूलाई चाहिँ फोटो खिच्नु पुगेको छैन अरे भिडियो गर्नु अनि त्यही छन् अब खोइ कति बेला आउँछन् अब यसो यहाँ गएर अब यसो खाजा खाने अनि त्यसपछि आफ्नो आफ्नो बाटो लाग्ने भनेको छेत्री गर्नु बल्ल ल है अब फर्किँदैछौँ है हामी चाहिँ फर्किँदैछौँ हामी हो हो नाच्दा नाच्दैन ल पर्नु अझै नाच्नु त पुगेको छैन अरे हामी चाहिँ अब फर्किने भनेको छिटो खाजा खाएर आफ्नो आफ्नो लाइनतिर जाउँ भनेको आफ्नो आफ्नो बाटो लागौँ भनेको कोही मान्नुहुन्न सब नाच्नुतिर व्यस्त फर्किँदैछौँ अब यसरी रमाइलो गर्दै फर्किँदैछौँ हामी टोलीहरू नाच्दै नाच्दै भन्दैछ मेरो दिदी र म यहाँ छु मेरो दिदी पनि अब छुट्ने बेला हुन आँटो यतैबाट जान्छु भन्दैछ यहाँ बस्ने ठाउँ छ अरे राम्रो टङ्कु दाइ गर्नुभयो म त गलेकै छु दामी देखिँदो रहेछ यहाँ एउटा भ्यू चाहिँ है यहाँ बसेर खाने ठाउँ रहेछ एकदम स्पेसल रहेछ अब हामी जाने यहाँ बसेर खाने खाजाइसक्यो अब खाजा बिस्तारै बिस्तारै आउँदैछ पालो पालो खाजा खाँदैछौँ हाम्रो खाजा आइसकेको छ खाजा आइसकेको छ बुहारीले हान्नुभयो ल सुरु गरौँ स्वाद एक गुडी स्वाद चेयर्स ल लास्ट भिडियो जाँदैछ यहाँ अब जाने हामी फर्किने खासा भयो लास्ट ल लास्ट छिटो लास्ट गइजाने हामी जाने पश्चिम भइसक्यो धेरै गर्मी भइसक्यो राति हुन्छ टाइम लाग्छ हाम्रो जान लास्ट हो यता चाहिँ अब नाच्नु हुने नहुने ग्रुपहरू हुनुहुन्छ ल खानुहोस् तपाईँकै हो अब छुट्ने दिदी अब आफ्नो बाटो जानुहुन्छ आफ्नो बाटो ल दिदी बाई बाई भेट्दै गरौँ ल आइज दिदी ल जाऊँ सबैजना अब हाम्रो घर